नमस्ते सबैजनालाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। यता हेर्नुहोस्, हाम्रो शिर भाइ देख्न सक्नुहुन्छ। मान्छे हिरो हिरो ह्यान्डसम गरे अलि यता हेर्नुहोस् न हाम्रो भाइ, अलि यता लजाएर भाग्यो है एउटा भाइ। गाह्रो छ एउटा भाइ चाहिँ कुद्यो लाठी। हाँ ठीक बा, यसरी हिँड्न पड़ेगा। देखो इधर देखो, ठीक बा। हाँ फाइनली हाम्रो यस्तो लोकमा कस्तो देखिरहेछ है। हामी चाहिँ अब टक्क लगाएर कहाँ जानु लाग्यो, स्याउला काट्न जानु लाग्यो है। कहाँ जानु लाग्यो भन्दै त सानी भाइ? स्याउला काट्न जानु लाग्यो हामी। अब ट्यापे बनाएर हेर्नुहोस् तँ के हेर्नु होला है। टोपी लगाएर हिँड्छ, खोइ त नाम्लो सबै उता छ। अहिले त हामीसँग छैन, देख्दैन भाइ सानो मान्छे। बाई बाई। जाम ल, अगाडि जाम अगाडि। अम्मा क्या पाले भाइ। ओ शिर भाइ, शिर भाइ। सानी ल दुर्गेश थापाको गीत गाउ ल छिटो ल नाच ल। के हो तिम्रो नाम भनेको कि? गर्सियो कि अघि नै मौसम यस्तो छ। अब कहाँनिर पुग्नु भने भाइ चाहिँ हाम्रो शिशिर भाइ छ नि यता म हुन्छ यस्तोहरू के यस्तो लट्ठी त कस्तो काट्नु हो खै? यस्तो छ घाँसै छ कि यहाँतिर घाँस पाएँ काटिसकिरहेछ नि मान्छे। स्याउल थाहा पनि हालमा थाहा छैन कहाँ नाचेको ठाउँमा है। यस्तो चिन्नुहुन्छ होला, तितो पाती भनेको यस्तो हो। उता हेर्नुहोस् होला बजारको हालत यस्तो छ। बजार हुस्साले केही देखिएको छैन। हाम्रो गाउँ त्यो नौडाँडा त्यो नौडाँडा त्यो घ्याङडार त्यहाँनिर माथिको यहाँनिर ठ्याक्कै त्यहाँनिर स्कुल हामी पढ्ने। गाउँले जीवन चाहिँ यस्तो चाहिँ अब घाँस टक्क बोक्ने, च्याउला बोक्ने है। हो टुटुई मारा भनेको चाहिँ यो है यस्तो। युवराज सन्तानको बाबा यहाँ पिरातीले रोपेको बिरुवा दुई पाते पालायो, फुल्छ कि फुल्दैन, फुल्छ कि फुल्दैन। ल सिधै अनि तपाईँको गीत ए माया अहिले गाउने यो ल। मनमा दाग लागला माया, छडी गए पाप लागला,
छडी गए पाबला गला विरतीले रोपे युवराज दाइ अगाडि गरिदिउँ मपट्टि गीत गाएको हेरोस् न ल फुल्छ कि फुल्दैन गाउनु गाउनु न च्याडी सबै न गडी सबै गाउने के गाउने त अब न भात डल्ने छिटो ल पर्दैन पो मैले त्यति गाइदिएको त कहाँ तपाईँहरूले रेकर्ड पो गरेको अलिअलि सुनेको कुरा म अगाडि जाउँ त मैले रेकर्ड गरेँ सानै यहाँ आउन तिमी पनि देखोस् सेउपा हामी हाल्दा हुँदैछ होला गाइस हेलो गाइस हेर्नु होला पुन्टे भाइ सेउला हल्ला बोय हामी पैसा उडाउँदै तिमीले न पैसा उडाउँदै जङ्गल भन्यो उडाउँदै यस्तै छ किन मलाई लान्छु होला त ताइनको ल खोइ त गरे फाइनली हामी चाहिँ गाइज स्याउला घाँस काटेर आइसक्यो है अब घरतिर जानु लागि छौँ